स्पेशल गोया पिठो रेडी नै बाबा बाबा खतरा नलाइन पालो हाल्नु न पाल्टो भइजान्छ अब हजुर कस्तो पोले निद्रा लाचा पानी पुग्नुहुन्छ हामी के हामी बाबाले पनि हामी भिन्थ्यो र कतै हाल्ने कसै भिन्थ्यो भयो नि अब ए पालोहरू हेर कति मिठो पालोहरू बनाउनु लाग्नु भएको छ भन्ने गुवाले फुन्ने भन्नुभएको छ क्या बिस्तारै लगायो भएको त ठुलो छ कि छैन कस्तो छ अब यो ऱ्यानो देखेको छैन उड्दैछ नि यसो गर्दा यो निकाल्नु गाह्रो भएको त कहाँ निकाल्नु त्यो के हो भन्छ समाते तरुल हो कहाँबाट निकाल्यो यहाँबाट मामिले निकाल्यो कहाँबाट खै अनि अरू कहाँ छन् तरुल अरू हुँदैछ नि यी यहाँ छन् यी सानो सानो छ नि एउटा ठुलो छ नि कसरी खान्छन् ती तरुल भन त ल पकाइन खाने कोड्ने खाने हो लैजा उनी भए हुने हो क्या धम्या गराना मौरी पाल्न असर गरेर बाँस काटियो पूरे निकाल दी क्या हामी चाहिँ बारीकोट गाउँपालिका वडा नम्बर 3 मुलसाम द भन्ने ठाउँमा छौँ यो रहेको छ मन्दिर नै हो कि के हो यताको ठाउँ चाहिँ यस्तो रहेको छ पुरै घर बनाउँदैछ डाँडामा घरहरू रहेछ यो चाहिँ मुलसामको गाउँ हो निकै नै जाडो छ बरफ पनि परिरहेको छ देख्न सक्नुहुन्छ यो चाहिँ पहाडा मुलसाम भन्ने ठाउँमा छौँ यस्तो रहेको छ ठाउँ उताको चाहिँ सियाला मुलसाम भन्ने ठाउँ रहेछ बरफ परेको छ मुलसामको स्कुल
यो चाहिँ रहेको छ बरफ। हामी चाहिँ अहिले मुल्साममा छौँ। यो रहेको छ पारा मुल्साम हो भने हामी चाहिँ यो रोड नजिकैको यो धुपी राखेको ठाउँमा छौँ। यो चाहिँ रहेको छ